ओके स्योर अनि नमस्ते सबैमा अनि सबैजना साथी कुशली हुनुहुन्छ होला र अहिले चाहिँ म राङ्गिरुङमा छु अनि यो पर देखिरहनु भएको चाहिँ ट्रेकर्स हट हो है। अनि ट्रेकर्स हटबाट चाहिँ पारिपट्टिको दृश्य चाहिँ एकदमै रमणीय अनि सुन्दर देखिन्छ है। र यहाँबाट चाहिँ एकदमै दामी भ्यू देखिन्छ अनि यो साइड चाहिँ अब कञ्चनजङ्घा देखिन्थ्यो। म चाहिँ जहिले आउँदा पनि कञ्चनजङ्घा चाहिँ बादलले छेकेकै हुन्छ है अनि एकदमै सुन्दर दृश्य देखिन्छ यहाँबाट चाहिँ। यो माथि चाहिँ जोरबङ्गला है यो जुन चाहिँ क्लाउड लागिरहेछ अनि यो साइड चाहिँ दार्जिलिङ पर्छ हर्सिङ है। अनि यहाँनिर चाहिँ अल्टिट्युड पनि मेन्सन गरिएको छ है। राङ्गिरुङ ट्रेकर्स हट अल्टिट्युड 2000 मिटर्स छ है अनि एकदमै सुन्दर देखिन्छ। र यहाँबाट चाहिँ म्याप पनि बनाउनु भएको छ है। राङ्गिरुङ एक्सप्लोर ग्रुप भनेर राङ्गिरुङ एक्सप्लोर्स ग्रुप दार्जिलिङ भनेर अनि यो म्यापको थ्रु चाहिँ अब है सबै जति पनि होमस्टेहरू छ कहाँबाट जानुपर्ने एउटा पोइन्टबाट चाहिँ सबै जग्गाको वे बनाएको छ होइन जाने। जस्तै यहाँबाट अब म्यानेजर बङ्गलो भयो अनि यहाँबाट गएर साई टेम्पल भयो है। अनि यो चाहिँ गाइड म्याप भनौँ यसलाई गाइड म्याप अफ राङ्गिरुङ है। अनि यहाँ यता साइड चाहिँ अब हाइकिङको ट्रेकिङ र हाइकिङको म्याप पनि बनाउनु भएको छ है। म्याप अफ सिन्चेल ट्रेक एन्ड हाइक अनि सबै यहाँबाट नर्थ साउथ इस्ट वेस्टको डाइरेक्सनमा सबै म्यापहरू बनाइदिएको छ है। अनि डिस्टेन्स पनि मेन्सन गरेको रहेछ। र आज म तपाईँहरूलाई ट्र्याकर सर्टभित्र लगिरहेको छु है। यता चाहिँ रिसेप्सन हो जो घरको गेस्टहरू आउनु भएको छ है। अनि यो चाहिँ अब किचन है अब डिनर डाइनिङ टेबल पनि राखिएको छ। अनि यहाँनिर गेस्टहरूले लन्च ब्रेकफास्ट अनि डिनर गर्नुहुन्छ। अनि यहाँनिर म्युजिक सिस्टम पनि राख्नु भएको छ है। सर्टिफिकेट पनि राख्नु भएको छ। अनि यहाँ चाहिँ दार्जिलिङको ओल्ड पिक्चर्स यो चाहिँ अब यो डान्सलाई चाहिँ मारुनी डान्स भनिन्छ है। र त्यसै पर हाइकिङमा युज हुने टुल्सहरू राखेको छ। माथि ह्यामर छ यो हेलमेट अनि है र अनि रुपहरू पनि राखेको छ। यो चाहिँ हाइकिङमा युज हुने रुपहरू भयो है। अनि यो साइड चाहिँ अब किचन है। यहाँ चाहिँ अब खानाहरू बनाइन्छ र यो भित्र चाहिँ अब स्टाफ बाइक अरू कसलाई पनि पस्ने एलाउ छैन। र मोस्टली चाहिँ यहाँ एउटा प्याम्पलेट पनि रेडी गर्नुभएको छ दाहरूले। प्याम्पलेट चाहिँ यहाँ चाहिँ यहाँ चाहिँ अब प्याम्पलेट पनि रेडी गर्नुभएको रहेछ है। मैले अलिकति बुझिनँ अनि मैले चाहिँ यहाँ साथीलाई सोध्दैछु चाहिँ यहाँ चाहिँ अब यो सब यहाँनिर हुन्छ नि त है। यो चाहिँ क्याम्पिङ विथ बाइसाइकल होइन। यो रक क्लाइम्बिङको हो। यो बर्ड वाचिङ हाइकिङ यो त साइट सिन अर्केड यो ट्रेकर सर्ट। र यहाँ विन्डोबाट पनि एकदमै दामी देखिन्छ। र यहाँ चाहिँ रिसेप्सन यहाँनिर महरू पनि राख्नुहुन्छ दाले। अनि यो चाहिँ अब टी टेस्टिङको लागि कपहरू राख्नुभएको छ है। र यहाँनिर दार्जिलिङ टी पनि अभाइलेबल छ। हुन्छ आजको भिडियो यतिसम्म मात्रै थियो है। अनि तपाईँहरूलाई ट्र्याकर सर्ट कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला है। अनि मोस्टली चाहिँ अब एकदमै सुन्दर जग्गा छ राङ्गिरुङ है। अनि म घरबाट आइसकेको र चिया खाएर बसिरहेको छु है। अनि यो तपाईँहरू पनि समय पाउनु भने चाहिँ आउनुहोस् घुम्नुको लागि है। अनि यो परनिर चाहिँ अब यो हेर्ने एउटा टावर पनि भएको इनागुरेसन भएको छ है। अनि यहाँ चाहिँ मेरो क्लासमेट साथी दिपेश साथीले कपहरू लिएर आउनुभयो। हुन्छ आज भिडियो मात्रै थियो। अनि धेरै टाइम पाइन्छ तपाईँ एकदमै घुम्नु चाहिँ एकदमै आउनुहोस् है। अन्त यति भन्दा आज भिडियो सानो भएको गर्दैछु है।